चाहिँ पोटलाभरि कहीँ पाउँदैन जस्तो लाग्छ मलाई चाहिँ। जति मिक्स गर्यो त्यति राम्रो हो। यहाँ चाहिँ सेफहरूले अब मोमो स्टार्ट गरिरहेको छ। यहाँ चाहिँ भयो साङ्गे सेफ, यता चाहिँ तेन्जिङ सेफ। यस, सो यहाँनिर साङ्गे सेफले चाहिँ बनाउने भेज किमा, भेज किमा, यता चाहिँ नन भेज चिकन। सेफहरूले आम्मा यो नि हेलो गाइस, सेफले बनाउँदैछ है। आम्मा यो नि सेफको लाउने तरिका। टक्कै यहाँ चाहिँ त्यो कुचिङ हुन्छ अजिनोमोटो होइन, छक्कै ठिकैको लाउने हो, धेरै ज्यादा लाउनु होइन। त्यसमा नुन पनि हल्का होइन लगाइदिने। मोमोमा चाहिँ धेरै नुन भएको चाहिँ मिठो हुँदैन, अनि ठिक्कैको नुन चाहिँ एकदमै हो कि होइन जस्तो नै हुनुपर्छ होइन, टक्कै लगाउने। अनि तपाईँहरूले पनि यसरी घरमा किमा बनाउँदा चाहिँ सबै कुरो धनियाँ सनियाँ लगाएर होइन सबै लगाएर बनाउनु भने चाहिँ एकदमै मिठो जुसी हुन्छ यो चाहिँ। अनि हजुरहरू पनि यो मोमो टेस्ट गर्नु लागि चाहिँ दिल्ली पोटलामा आउनु पऱ्यो है। पोटला मुबारकपुर होइन, मुबारकपुर जी के हो यसको नाम? जी रेस्टो। यहाँ रेस्टुरेन्टमा आएर चाहिँ तपाईँहरूले यो मोमोको स्वाद लिनु सक्नुहुन्छ। ब्रेस्टो रहेछ जी, ब्रेस्टो मिठो र जुसी। लोकेसन देखाइदिन्छु म। मिठो हुन्छ। ल ल ला तरिकै छैन। सेफले सुरु गऱ्यो अब चाहिँ मिक्स गर्नु चाहिँ। म जति मिक्स गऱ्यो त्यति राम्रो होइन सेफ? हजुर, सँगै सेफ भनिदिइहाल्नु त। सबमा फिटिनु पऱ्यो नि त अब। यहाँको मोमो चाहिँ एकदम टेस्टी छ अरे, सेफले अलरेडी मेन्सन गरिहाल्यो, भनिदिइहाल्नु भयो। अनि अब यो यहाँ चाहिँ चाहिँ चिकनको किमा हो होइन, मिजा हो। अनि यसमा पनि हामीले सबै कुरा लगाइसक्यो, नुनदेखि लिएर नुन अजिनोमोटोदेखि लिएर सबै होइन लगाइसकेर प्याज सबै लगाइसकेर दामी मजाले डिलिसियस देख्न थाले एकदम फ्यान्टास्टिक। यो चाहिँ एकदम जुसी हुन्छ मोमो, जुसी मोमो। अनि तपाईँहरूलाई आज यसको रेसिपी चाहियो भने चाहिँ होइन हाम्रो साङ्गे सेफलाई कन्ट्याक्ट गर्नु, कमेन्ट गर्नुहोस्, बिलो कमेन्ट बिलो। कमेन्ट गर्नुहोस्। अनि कमेन्टमा हामी फेरि अर्को भिडियो लिएर आउनेछौँ त्यसरी नै होइन। ल थ्याङ्क यू सो मच। थ्याङ्क यू सेफ। ल सेफ थ्याङ्क यू सो मच भनिदिनु त। ल थ्याङ्क यू सो मच भनिदिनु सेफ। थ्याङ्क यू सो मच। ल सेफहरू सक्यो सेफहरूको काम।